हेलो 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 नमस्ते नमस्ते लाइभ सेयर गर्दै जाउँ है एकछिन साउन्ड सुन्नेको छ नि होइन साउन्ड आएको छ कि छैन च्याटमा लेख्नु नि च्याट बक्समा आज हामी हप्ताको यो हाम्रो बिहिबार हरेक दिन जसो चाहिँ हामी चाहिँ यो मार्केट एनालाइसिस गर्छौँ नेप्सेको एनालाइसिस सेक्टर एनालाइसिस र स्टक एनालाइसिस गर्छौँ हामी यो कम्प्युटरबाट चार्टबाट हामी सबै गर्छौँ र सबभन्दा पहिला हामी सेक्टर नेप्सेको एनालाइसिस गर्छौँ त्यसपछि हजुरको सेक्टर एनालाइसिस हुन्छ अनि स्टक एनालाइसिस हुन्छ स्टक एनालाइसिसमा चाहिँ भ्युवरबाट लिइन्छ अब म गेस्टलाई पनि एलो गर्छु एकछिन सेयर गर्दै जानुहोस् है एकजनाले कम्तीमा 10-12 वटा सेयर गर्नुहोस् न एकछिन सेयर गर्दै जानु होला मेम्बरसिप लिँदै जानु होला सेयर गर्दै जानु होला गेस्टमा आउनको लागि रिक्वेस्ट पठाउनु न यहाँ कसैको पनि रिक्वेस्ट आएन अहिलेसम्म बिनु म्याडम माथि आउनुहोस् अच्युत सर गणेश लामिछाने राजेश केसी राजन भट्टराई माथि आउँदै गर्नु होला है सर नमस्कार नमस्कार म्याडम गेस्टमा भएको साथीलाई फलो पनि गर्दै जानु होला चार्ट देखेको छ नि हैन चार्ट देखेको छ चार्ट छ सर छ क्लियरली छ छ टु भ्युअर रिक्वेस्टेड माथि आउनु रिक्वेस्ट पठाउँदै गर्नु होला है हाम्रो मोडिएटर सरहरूले अलि म्यानेज गर्नलाई हेल्प गर्नु होला सेयर गर्दै जाउँ न लाइभलाई सेयर एकछिन सेयर गरौँ कम्तीमा 50-60 जना जम्मा हुन दिउँ त्यसपछि सुरु गरौँला ट्याप ट्याप पनि गर्दै जाउँ एकछिन सबैले ट्याप ट्याप गरौँ सेयर गरौँ लाइभलाई सेयर गरौँ 50-60 जना भएपछि अनि त्यसपछि एनालाइसिस सुरु गरौँ माथि आउन रिक्वेस्ट पनि पठाउँदै गर्नु होला है खाली छ अहिले अनि माइक चाहिँ म्युट गरिदिनु होला बोल्ने बेलामा मात्रै खोल्नु होला लाइभलाई सेयर गर्दै जानु होला है नमस्ते अर्जुन सर नमस्ते त्यो गेस्टको रिक्वेस्टहरु चाहिँ हजुरहरुले त्यहाँबाट म्यानेज गर्नु होला है सरहरु मन्त्र सर हुनुहुन्छ अर्जुन सर हुनुहुन्छ आइएम सर हजुरले म्यानेज गर्नु होला त्यहाँबाट अलिकति यहाँ कम्प्युटरबाट अलि हसिलो हुँदो रहेछ है नमस्कार सर नमस्कार मन्त्र सर गेस्टको रिक्वेस्टहरु हजुरले हेरेर तल माथि गर्नु होला
एकछिन लाइभ सेयर गर्दै जाउँ। अब सुरु गर्दै गरौँ होला। यो चाहिँ सरले कुनको एप्स चलाइरहनु भएको छ सर? हजुर यो चाहिँ हजुरले कुन एप्स चलाउनु भएको छ सर? मैले यो हजुरको एउटा सर नमस्कार सर। हजुर नमस्कार सर, नमस्कार। यो एउटा लगानी सूत्रको चलाएको छु एउटा, अनि एउटा हाम्रो पात्रको हो सर? हाम्रो पात्रको हजुर हो, त्यो वाला छ एउटा, अनि एउटा मसँग नेप्सी अल्फा पनि छ, अनि एउटा चुकुल पनि छ, मसँग 3टा छ। मैले अहिले विशेष गरी यो लगानी सूत्रमा चाहिँ अलिकति यो अलि सजिलो खालको छ, अनि यो लगानी सूत्रमा अलिकति हेरिरहेको छु। अनि यो नेप्सी अल्फा पनि म अब राम्रो छ कि पहिलादेखि। चुकुल म 3टै हेर्छु, कुनैमा कुन फिचर राम्रो लाग्छ, कुनै कुन फिचर राम्रो लाग्छ हैन। तर विशेष गरी चाहिँ अहिले लगानी सूत्रमा चाहिँ अलिकति बढी सबै राम्रोसँग सजिलोसँग एकै ठाउँमा छ। तपाईको ब्रोकर होल्डिङको लागि 5 वर्षसम्मको डाटा त्यहाँ राखेको छ। अनि त्यो बेसिक तपाईको चार्ट चाहिँ म लगानी सूत्रको हेर्छु। चार्ट चाहिँ लगानी सूत्र एकदम ठिक छ के। मैले अघि देखाएको थिएँ नि हजुरलाई त्यो लगानी सूत्रको चार्ट। यो चाहिँ हाम्रो पात्रोमै छ हैन सर? छ हजुर, हाम्रो पात्रमा छ। यो जुन यो ट्रेडिङ भ्यूको चार्ट छ के त्यहाँनेरि। अनि यो ट्रेडिङ भ्यू भनेको चाहिँ तपाईको वर्ल्ड उता बाहिरतिर हेर्दाखेरि विश्व बजारमा चल्ने एकदम राम्रो तपाईको साइट हो के यो ट्रेडिङ भ्यू। अनि यसमा यो उसमा चाहिँ त्यसको राखेको छ के यो लगानी सूत्रमा। अनि यसमा चाहिँ हजुरको यो सपोर्ट रेसिस्टेन्ट हेर्नलाई सजिलो खालको छ के। अनि मैले त्यो यो चार्ट हेर्नलाई चाहिँ विशेष गरी म यो लगानी सूत्रकै हेर्छु। अब हामी एकछिन सुरु गर्दै जान्छौँ नेप्सीको समरीबाट। अब नेप्सीको समरीमा हजुरको मार्केट चाहिँ डिसेम्बर 3, 2025 मा साउन्ड राम्रो क्लियर छ हैन सर? सर मजाले बुझिएको छ नि? डिसेम्बर 3, 2025 एकदम क्लियर। हस्, थ्यांक यू। डिसेम्बर 3, 2025 मा नेप्सी चाहिँ बन्द भएको थियो 2631.17 मा। डेली गेन चाहिँ 0.05% ले माइनसमा थियो र टर्नओभर चाहिँ त्यो दिनमा तपाईको 5 अर्ब 23 करोड 56 लाख 79,337 5 अर्ब 23 करोडको टर्नओभर थियो भनौँ न। अनि 52 हप्ताको तपाईको चेन्जमा 4.60% ले नेप्सी चाहिँ 52 हप्तामा चाहिँ घटेको देखिन्छ। अनि हजुरको टप सेक्टरमा कुन छ भन्दाखेरि टप सेक्टरमा हजुरको बैंकिङ सेक्टर, अनि त्यसपछि ट्रेडिङ सेक्टर। बैंकिङ सेक्टर चाहिँ माइनस तपाईको नेगेटिभमा गएको छ -0.72 र ट्रेडिङ पनि नेगेटिभमा गएको छ। र होटल अलिकति हल्का प्लसमा छ। डेभलपमेन्ट बैंक हजुरको 5413.62 हाइड्रो पावर 3405 यो पनि हल्का माइनसै छ। डेभलपमेन्ट बैंक पनि हल्का माइनस छ। फाइनान्स हजुरको हल्का प्लस भएको छ, अलिकति फाइनान्समा ग्रोथ आएको छ। नन लाइफ पनि अलिकति माइनस छ। म्यानुफ्याक्चरमा हल्का पोजिटिभ छ। अदर्समा माइनस छ र माइक्रो फाइनान्समा पनि माइनसै छ। लाइफ इन्स्योरेन्समा हजुरको 1.18% ले माइनस छ। इन्भेस्टमेन्टमा पनि माइनसै छ। अब यो चाहिँ भयो हजुरको सेक्टरको समरी भयो। अनि मार्केट गेनरमा सर यो सेक्टरमा हजुर हजुर भन्नु न सर, क्वेशन सोध्न मिल्यो? त्यो हजुर हुन्छ। अदर सेक्टर भन्नाले चाहिँ के पर्छ होला सर? अदर सेक्टरमा अब अदर सेक्टरमा जाँदाखेरि हजुरको यो चाहिँ सजिलो छ। यहाँ चुकुलमा छ कि एकछिनमा ल अदर सेक्टरमा जाउँ है। चार्टमा अब यो अदर सेक्टरमा ठ्याक्क क्लिक गर्दाखेरि हजुरको अदर्समा क्लिक गर्दाखेरि के छ भन्दा अब यहाँ देख्नु भएको छ चार्टमा? हजुर देखिएको छ सर।
हजुरको के छ भन्दा यो टप गेनरमा तपाईँको झापा, टिटिएल जापा छ, टिटिएल छ। टिटिएल छ, प्योर, एनआरएम, एनटिसी, एनडब्लुसिएल एनटिसी भनेको नेपाल वेयर हाउस कम्पनी। यिनीहरू चाहिँ तपाईँको ग्रिनमा छ, बढेकोमा छ। अनि घटेकोमा लुजरमा चाहिँ एचआरएल, एमकेसिएल, हजुर एनआरआइसी अदर सेक्टरहरू चाहिँ यिनीहरू हो। तपाईँको एचआरएल, एमकेसिएल, एनआरआइसी, झापा, टिटिएल, प्योर, एनआरएम, एनटिसी, एनडब्लुसिएल यो चाहिँ अदर सेक्टरको हो। हजुर अनि अघि हामी कहाँ ठ्याक्क गएको थियौँ, रोकिएको चाहिँ समरीमा गएको थियौँ होइन। त्यसपछि तपाईँको टप गेनरमा तपाईँको यो माइक्रो फाइनेन्सबाट आएको छ। माइक्रो फाइनेन्स होइन, यो झापा, एमएलबिबिएल माइक्रो फाइनेन्सबाट आयो, सागर म्यानुफ्याक्चरबाट आयो, एसएआइएल म्यानुफ्याक्चर प्रोसेसिङबाट आयो, स्वस्तिक माइक्रो फाइनेन्सबाट आयो, ओएमपिएल हजुरको म्यानुफ्याक्चरबाटै आयो, बुङ्गल हाइड्रो पावरबाट आयो, हिमिस्टार हाइड्रो पावरबाट आयो, बन्दीपुर होटेलमा र मावेल हाइड्रो पावरमा। यो टप गेनरको भयो लिस्ट भयो होइन। अब तपाईँको टप लुजरहरूमा जाँदाखेरि टप लुजरमा हाइड्रो पावर पनि पर्यो। यो तपाईँ एसपिसी हाइड्रो पावर पर्यो, जिआरडिबिएल डेभलपमेन्ट ब्याङ्क पर्यो, एमएचएनएल हाइड्रो पावर, पिएमएलआई लाइफ इन्सुरेन्स, आरएचजिसिएल हाइड्रो पावर, दोर्दी हाइड्रो पावर, तपाईँको पिपिसिएल हाइड्रो पावर, जोशी हाइड्रो पावर, एसएपिडिबिएल डेभलपमेन्ट ब्याङ्क, एमइएल यो चाहिँ तपाईँको टप लुजरमा पर्यो। यो बिहिबारको के अरे हिजोको मतलब लास्ट ट्रेडिङ डेको भयो। अनि मार्केट क्यापिटलाइजेसनमा हजुरको अब मार्केट क्यापिटलाइजेसन एनआरआइसी, एनटिसी बढी क्याप भएको हाई क्यापवालाहरूमा नबिल, सिआइटी, एचआरएल, इबिएल, जिबिआइएमई, एनएलआइसी, एनआइबिएल, एचआइडिसिएल यो टपमा भयो। अनि टर्नओभरमा हजुर यो चाहिँ हाई क्यापमा कारोबार बढी बढेको भनेको सर हजुर हो। अनि हजुरको हाई क्याप अब टर्नओभरमा सबभन्दा धेरै भएको चाहिँ बन्दीपुरको भयो, अनि एचआरएल भयो, एनजिपिएल भयो, टिटिएल भयो, सिक्लेस, जिएमएफआइएल, एएलबिएसएल, ओएमपिएल, युएमएचएल र शिवम। यिनीहरूको चाहिँ ट्रान्जेक्सन भोल्युम पनि बढिरहेछ नि सर? हजुर हो, भोल्युम पनि बढेको हजुर। अनि तपाईँको हाई सार्प रेसियोमा हेर्दाखेरि तपाईँको यी कम्पनीहरू भयो होइन। अब यी लगभग भइहाल्यो। अनि अर्को हामीलाई अलिकति महत्त्वपूर्ण यहाँनिर भएको कुरा चाहिँ के छ भने जस्तै यो डिभिडेन्ड इल्डमा हेर्दाखेरि अलि राम्रो डिभिडेन्ड दिएका कम्पनीहरू जस्तै सिएलआई होइन, एमएनबिबिएल, आइएलआई, एडिबिएल, एसजेएलआइसी, एलएसएल, एसपिआइएल, एनएमबी, साहस, युएनएल डिभिडेन्ड इल्डमा परेका। अनि हजुरको अब जस्तै इपिएस हेर्नु पऱ्यो भने इपिएस पी रेसियो, पिबी रेसियो लो हाई यो भइहाल्यो। अनि हाई रेसियो जस्तो आरएसआई तपाईँको आरएसआई 14 को चाहिँ हाई भनेको आरएसआई हाई भएको भनेको अलिकति जोखिमयुक्त आरएसआई हाई भएपछि तपाईँको अलि अलर्ट हुनुपर्ने कि त्यहाँबाट कि चाहिँ ब्रेकआउटहरू माथि जानु पर्यो कि भने तपाईँको त्यहाँबाट झर्न पनि सक्छ भन्ने अलिकति जोखिमयुक्त भएकोमा जस्तै स्वस्तिक, बन्दीपुर होइन। स्वस्तिकको तपाईँको अब आरएसआई कति छ त होइन, आरएसआई तपाईँको 100 पुगिसक्यो कि, सागर 100 पुगिसक्यो होइन। अब यो अलि अलर्ट भएर बस्नुपर्ने कि, हेर्दै बस्नुपर्ने वाच लिस्टमा राखेर। अब तपाईँको स्वस्तिक, बन्दीपुर, मावेल, एनआइबिबिसी 82 छ, अनि हिमिस्टार 81.97, बुङ्गल 80.35, एएलबिएसएल 80.23, एमएलबिबिएल 78.93, एमइएचएल 78.57। अब यसमा चाहिँ के हुनु पर्यो, हामी अलर्ट हुनु पर्यो। हामीले यसको भोल्युमहरू राम्रोसँग हेर्नु पर्यो। या त यसले ब्रेकआउट गरेर माथि गएपछि नयाँ तपाईँको सपोर्ट क्रिएट भयो, होइन भनेदेखि त्यहाँबाट फर्किनु सक्ने चान्स पनि हुन्छ भनेर अलिकति हामी अलर्ट भएर हेर्नुपर्ने स्क्रिप्टहरू भयो। यो चाहिँ आरएसआई इन्डिकेटरको अनुसार भयो। अब रिस्क जोनमा पर्ने छ सर? हजुर हो, हाई रिस्कमा पर्यो आरएसआईको अनुसार फेरि। अनि अर्को तपाईँको लो रिस्क होइन, लो आरएसआई भएको। अब लो आरएसआई भएकोमा के छ भन्दाखेरि तपाईँको यही हेर्नु, अब यहाँनिर एसएआइएल होइन, अब आरएसआई 0 भयो, नयाँ भएको हुनाले
भयो। अनि पिएससिएल तपाईँको 32। अनि यो फेरि यस्तो हुन्छ तपाईँको यो भन्दैमा यो किन्न मिल्छ भन्ने चाहिँ होइन है, फेरि यो नबुझ्नु। यो भनेको चाहिँ उसले आरएसआईले चाहिँ देखायो ठिक ठाउँमा छ भन्ने देखायो, तर हामी आरएसआईलाई मात्रै हेरेर हुँदैन। यो एउटा चाहिँ आरएसआईबाट हेर्दा चाहिँ यो अलिकति लो, रिस्क लोमा छ भन्छ कि आरएसआईले। अनि युएसएलबी तपाईँको 33.97, एमएनबिबिएल 35.74, अनि टिआरएच 38.49, मकर 38.86, जिबिआइएमई, एसएमएचएल, बिएचपिएल यिनीहरू चाहिँ कम भएकोमा, आरएसआई तपाईँको लो भएकोमा। अनि तपाईँ रिलेटिभ स्ट्रेन्थ चाहिँ स्ट्रङ भएको जस्तो ओएमपिएलमा 100 देखाउँछ होइन। अनि तपाईँको एएलबिएसएल अब 99, एनएबिबिसी यो चाहिँ तपाईँको स्ट्रङमा देखायो। अनि त्यसपछि अब जस्तै रिलेटिभ यो टप ब्रोकरहरू त्यो दिनको टप ब्रोकर भनेको तपाईँको 58 नम्बर ब्रोकरले यो मार्केटको होल टर्नओभरको 12.16% चाहिँ कारोबार गरेछ त्यो लास्ट दिनमा। भनेको सबैभन्दा धेरै कारोबार चाहिँ कसको छ भन्दा 58 को छ। 58 को तपाईँको के छ, बाई कति छ, सेल कति छ भन्दाखेरि 3193 बाई भयो, तपाईँको सेलमा 3173 छ भनेपछि सेलभन्दा अलिकति बाई नै बढी छ 58 को। अनि त्यसपछि तपाईँको 48 मा छ, 48 मा तपाईँको 7.36% सेकेन्डमा होइन। अब यसको पनि के रहेछ भन्दा यसको चाहिँ सेल बढी रहेछ। ल हेर्नु 1775 बाई भयो, तपाईँको 2098 सेल भयो, यसले चाहिँ सेल बढी गरेछ। अनि 34 ले के गर्यो, 34 ले तपाईँको 18, 38, 18, 79 भने 34 ले पनि सेल बढी गर्यो, यसले 7% घटेको छ। त्यसपछि तपाईँको 45 ले के गर्यो, 1653, 1661, 45 ले नि सेलै बढी गरेछ। 42 ले तपाईँको 1952 बाई 1562 सेल भनेपछि यसले बाई बढी गर्यो। 44 ले 18, 16 भनेपछि यसको नि बाई धेरै भयो। 49 ले हजुरको 1798, 1482 भनेपछि बाई नै धेरै भयो। 62 ले 1572, 11 भनेपछि यसको नि बाई नै धेरै भयो। अब 32 ले तपाईँको 13, 16, 13, 23 यसको नि बाई नै धेरै भयो। 13, 16, 13 सेल धेरै भयो। अनि 57 को 1494, 10 भनेपछि यसको बाई धेरै भयो। अब समग्रमा हामीले 10 वटा ब्रोकरको हेर्दाखेरि बाई नै धेरै देखियो समग्रमा अलिकति होइन। भनेको यो यसलाई हामी हेरेर सरसर्ती हेर्दाखेरि के एनालाइसिस गर्न सकिन्छ भन्दाखेरि यो हप्तामा मार्केट चाहिँ त्यो दिनमा लास्ट दिनमा के छ भन्दा बाइङ नै एकुमुलेसनको स्टेजमै छ जस्तो देखिन्छ कि समरीमा हेर्दाखेरि। सर अनि यो सबै ब्रोकरको चाहिँ देखिन्न सर? देखिन्छ, सबैको देखिन्छ। यो टप 10 भयो, अब यो दोस्रो पानामा जाने हामी। त्यो अगाडिको टप 10 त्यसपछि हजुर क्रमशः सबैको देखिने रहेछ। सबैको छ, सबैको देखिन्छ, यसरी देखिन्छ। अनि हजुरको अब अनि अब अरू कुराहरू जस्तै यहाँबाट यो डेली समरी भयो। अनि अब हामीले जस्तै होल्डिङहरू हेर्नु पर्यो भने यो तपाईँको लगानी सूत्रमा सजिलो छ होल्डिङ हेर्नलाई। यो तपाईँको ठ्याक्क जाने यस लगानी सूत्रको एउटा फिचर, एउटा राम्रो फिचर के छ भने लगानी फिचरमा यसले यसको यो नेप्से सेन्टिमेन्ट भन्ने छ नि, यो देखेको छ नि चार्टमा होइन। हजुर हो, यहाँ नेप्सेको सेन्टिमेन्ट के छ त भन्दाखेरि यो तपाईँको इन्डिकेटरहरूको समग्र सेन्टिमेन्ट हो के। जस्तो ट्रेन्ड देखाउने इन्डिकेटरहरूको 4 वटाले चाहिँ अप ट्रेन्डमा छ भन्छ, 5 वटाले साइडवेजमा छ भन्छ, 8 वटाले डाउन ट्रेन्ड भन्ने जान्छ होइन। अनि मोमेन्टम तपाईँको मोमेन्टम देखाउने इन्डिकेटरले 7 वटा बाईमा, 7 वटा न्युट्रल र तपाईँको 15 वटा चाहिँ सेलमा देखाइरहेछ। अनि ओभरल्यापवाला इन्डिकेटरले चाहिँ बाईमा 3टा, न्युट्रलमा 8 वटा, सेलमा 22 वटा देखाएको छ। क्यान्डल स्टिकले चाहिँ 9 वटाले बुलिस, 7 वटाले न्युट्रल, 11 वटाले चाहिँ बियरिस देखाउँछ। यो चाहिँ इन्डिकेटरहरूको समरी हो क्या यो। अनि पिभटवालाले सपोर्टले दुईटाले सपोर्टमा छ भन्छ, एउटाले रेसिस्टेन्टमा छ भन्छ। भोलाटिलिटीले 7 वटाले तपाईँको इन्क्रिजिङ भइरहेछ भोल्युम भन्छ, अनि तपाईँको भोलाटिलिटी इन्क्रिजिङ भइरहेको छ, 8 वटाले चाहिँ डिक्रिजिङ भइरहेछ भन्छ। अनि भोल्युमले चाहिँ के भन्छ भन्दा 4 वटाले एकुमुलेसन स्टेजमा छ भन्छ, 5 वटाले चाहिँ डिस्ट्रिब्युसन स्टेजमा छ भन्दा यसले चाहिँ समग्रमा के भन्दा कन्फ्युजिङ बनाइदियो क्या। भनेको अहिले हामी कन्फ्युज स्टेटमा छौँ भन्ने देखाइदियो क्या यसले। अनि हजुरको यतापट्टि यो मार्केट साइकल भन्ने छ, यतापट्टि यो राइट साइडमा हेर्नु त मार्केट साइकल, यो तपाईँको यो लगानी सूत्र .com को
यो मार्केट साइकल देख्नु भएको छ है यहाँनिर यो मार्केट साइकलमा तपाईँको यहाँनिर एकुमुलेसन भनेको छ हैन यतापट्टि पिक भनेको छ अनि यतापट्टि डिस्ट्रिब्युसन भनेको छ यहाँ तल चाहिँ थ्रो भनेको छ के यो तपाईँ एकुमुलेसन भनेको चाहिँ हामी यो स्मार्ट मनी बिग मनी भनौँ न बिग मनीहरूले चाहिँ बिस्तारै किनिरहेको छन् थाहा नपाउने गरी किनिरहेको छन् एकुमुलेट गरिरहेछन् भन्ने देखाउँछ कि यसले अनि यो पिक भनेको चाहिँ तपाईँको यो जुन स्क्रिप्टहरू चाहिँ एकदम हाई प्राइसमा छ अब त्यो कुन जुनै बेला पनि झर्न सक्छ भन्ने अनि यो डिस्ट्रिब्युसन भनेको चाहिँ तपाईँको बिस्तारै यो अनुभवी निवेशक भनेको चाहिँ स्मार्ट मनीहरू जुन बिग मनीहरूले चाहिँ यो बिस्तारै बेचेर निस्किँदै छन् भन्ने देखाउँछ अनि थ्रुले चाहिँ त्यो स्टकहरू चाहिँ एकदम तल लो मूल्यमा छ जुनै बेला पनि त्यहाँबाट फर्किन सक्छ भन्ने देखाउँछ अनि यो चाहिँ यसरी तपाईँको एक दिनको हेर्न मिल्छ यसरी अनि एक हप्ताको पनि हेर्न मिल्छ कि यहाँनिर जस्तो अब एक हप्ताको यो हप्ताभरिको हामीले चाहिँ यहाँनिर 1 विक लगायौँ त्यसपछि जस्तै अब कमर्सियल ब्याङ्कमा हेऱ्यौँ कमर्सियल ब्याङ्कमा के देखायो भन्दाखेरि एकुमुलेसनमा चाहिँ 7वटा स्क्रिप्टहरू चाहिँ एकुमुलेसनमा देखायो यहाँ के देखायो एडिबिएल सिटिजन ब्याङ्क एभरेस्ट ब्याङ्क नबिल एनएमबी सानिमा एसबिआई एसबिएल एससिबी यिनीहरू चाहिँ एकुमुलेसन भइरहेछ भन्ने देखायो सफ्टवेयरले इन्डिकेटरहरूको समरीमा आएको हो कि यो अनि हजुरको चाहिँ अब यतापट्टि पिकमा चाहिँ कुनै पनि छैन भन्ने देखायो यो कमर्सियल ब्याङ्कमा अब यता डिस्ट्रिब्युसनमा पनि कुनै पनि छैन अनि थ्रुमा चाहिँ यहाँ तपाईँको 6वटा छ भन्ने देखायो थ्रु भनेको चाहिँ लो मूल्यमा आएको छ यिनीहरू भने जस्तै जिबिआइएमई एचबिएल केबिएल एमबिएल एनबिएल एनआइसी एसिया पिसिबिएल पर्बु भनेपछि यो कुनै पनि बेला यिनीहरू बढ्न सक्छ भने एक हप्ताको समरी हो यो अनि यसमा तपाईँको कमर्सियल ब्याङ्कबाट म्यानुफ्याक्चरिङमा हेरौँ होइन म्यानुफ्याक्चरिङलाई हामीले लगाएर हेर्दाखेरि म्यानुफ्याक्चरमा पनि तपाईँको एकुमुलेसनमा देखायो पिकमा देखाएन डिस्ट्रिब्युसनमा देखाएन थ्रुमा पनि देखाएन अब तपाईँको अर्कोलाई स्क्यान गर्दै होटेलमा हेर्दाखेरि होटेलमा पनि एकुमुलेसनमा मात्रै देखाएर छ अरूमा देखाएको छैन अनि तपाईँको अदर्समा हेर्दाखेरि अदर्समा पनि एकुमुलेसन मात्रै देखाइरहेछ अनि हाइड्रो पावरमा हेर्दाखेरि हाइड्रो पावरमा पनि एकुमुलेसन देखाएको छ पिकमा छैन डिस्ट्रिब्युसनमा एउटा देखाइरहेछ यहाँनिर अनि थ्रुमा तपाईँको 8वटा देखाइरहेछ थ्रुमा देखाइरहेछ भनेको यो लो मूल्यमा छ कुनै बेला पनि बेला फर्किन सक्छ भन्ने कुरो यो इन्डिकेटरको समरी भयो अब यसलाई तपाईँको जस्तै ट्रेडिङमा हेऱ्यो भने ट्रेडिङमा पनि यस्तै एकुमुलेसनमा छ पिकमा छैन डिस्ट्रिब्युसनमा छैन थ्रुमा छैन अनि हजुरको यो नन लाइफमा जाँदाखेरि नन लाइफमा पनि दुईटा एकुमुलेसनमा देखाउँछ थ्रुमा पनि देखायो दुईटा देखायो अब यो पिकमा देखाएन डिस्ट्रिब्युसनमा देखाएन अनि त्यसपछि तपाईँको डेभलपमेन्टमा हेर्दाखेरि डेभलपमेन्टमा एकुमुलेसनमा देखायो पिकमा देखाएन डिस्ट्रिब्युसनमा देखाएन र थ्रुमा पनि देखाएन अनि फाइनान्समा तपाईँको फाइनान्समा एकुमुलेसनमा देखायो पिकमा देखाएन डिस्ट्रिब्युसनमा देखाएन र थ्रुमा देखायो अब यतापट्टि म्युचुअल फन्डमा कुनै पनि देखाएन त्यसपछि यो यिनीहरू यो चाहिएन यो प्रमोटर सेयरहरू यिनीहरू काम छैन माइक्रो फाइनेन्स हेरौँ माइक्रो फाइनेन्समा तपाईँको एकुमुलेसनमा देखाउँछ पिकमा पनि देखायो एउटा अनि त्यसपछि डिस्ट्रिब्युसनमा पनि देखायो र थ्रुमा पनि देखायो फाइनेन्स माइक्रो फाइनेन्समा चाहिँ यसरी यो हाम्रो यो ड्यासबोर्डबाटै यो हेर्न मिल्छ यो सजिलो छ अनि तपाईँको टप स्टकमा यहाँ तपाईँको टप स्टक के भने टप स्टक भने त्यो दिन धेरै कारोबार भएकोलाई टप स्टकमा आइहाल्यो अनि ट्रान्जेक्सन हाई भएको स्टकहरू यहाँनिर छ हैन अनि बिग ट्रान्जेक्सन भएको स्टकहरू यहाँ छ टप सेलिङ भएको स्टक यहाँ छ टप बाइङ भएको स्टक यहाँ छ यो ब्रोकरहरू टप बाइङ त्यसमा त ब्रोकर नम्बर सहित रहेछ सर ब्रोकर नम्बर सहित छ हजुर अनि त्यसपछि तपाईँको यहाँनिर मार्केट वेट भनेको धेरै ट्रान्जेक्सन भएको टर्नओभर धेरै भएको सर्कुलर ट्रेड भएको पनि थाहा पाइन्छ कि यहाँ चाहिँ कुन स्टकमा सर्कुलर ट्रेड भइरहेछ भन्ने पनि यसले देखाउँछ कि यो सफ्टवेयरले जस्तै यहाँ तपाईँको सर्कुलर ब्रोकर नम्बर 49बाट यहाँबाट ब्रोकर 44बाट हैन यहाँ ब्रोकर सहितको देखिन्छ यहाँनिर अनि यो तपाईँको सर्कुलर ट्रेड पियर ब्रोकर जस्तो अब यो ब्रोकरमा पियर गरेको त्यो पनि यहाँनिर थाहा हुन्छ यहाँनिर यस्तो भयो तपाईँको अनि सरसर्ती अनि यहाँनिर ट्रेन्डिङ अप भएका स्टकहरू यहाँनिर देखिन्छ कि अप ट्रेन्ड हो ट्रेन्डिङ डाउन भएको यहाँनिर ट्रेन्डिङ सिम्बलहरू यहाँबाट हुन्छ सिम्बल सहितको छ यो राम्रो छ कि यहाँनिर यो कुराहरू चाहिँ यसमा अनि एलटिपी ग्यापहरू भयो
अनि यो सब इन्डेक्सहरूको तपाईँको कुनमा के भइरहेछ जस्तै अब ब्याङ्किङ यो चाहिँ इन्डिकेटरहरूको समरी है फेरि जस्तो तपाईँले अब ब्याङ्किङ इन्डेक्समा हेर्नुभयो भने ब्याङ्किङ इन्डेक्समा आरएसआईले चाहिँ के भन्छ भन्दा आरएसआई 47 मा छ ब्याङ्किङ इन्डेक्स आरएसआईले चाहिँ होल्ड गर भन्छ ब्याङ्किङलाई अब एमएससिडीले चाहिँ विक बुलिस छ अलि बुलिस छ तर अलि विक छ भनी देखाउँछ हैन यो इन्डिकेटरले माइल्ड बेरिस देखाउँछ यसले न्युट्रल देखाउँछ यसले चाहिँ स्ट्रङ डाउन ट्रेन्ड भन्छ यो एउटा इन्डिकेटरले ट्रेन्डवालाले यो एडिएलले सेलमा छ भनेर देखाउँछ अनि तपाईको भोलाटिलिटीले एक्सट्रिम भोलाटिलिटी छ भनेर देखाउँछ एटीआरले तपाईको स्टेबल भोलाटिलिटी छ भनेर देखाउँछ यो चाहिँ समरी यो चाहिँ विभिन्न तपाईको इन्डिकेटरहरुको समरी यहाँ दिएको छ अब तपाईको डेभलपमेन्ट ब्याङ्कमा यस्तै गरी छ हैन यो सबै इन्डिकेटरहरुको समरी हामी हेर्न पाउँछौं यो विकली समरी तपाई यहाँ हेर्नु चाहिँ डेली पनि हेर्न पाइन्छ अनि तपाईको यहाँनेरि अब चार्ट पनि यसैमा कुनै दिएको छ हैन अनि आईपीओ एफपीओहरु कुनको छ भनेर त्यो पनि एसआई प्यानल हैन यसको यहीँनेरि हेर्न पाइन्छ श्रीनगर अनि तपाईको बार ग्राफ पनि छ यसमा अनि तपाईको टेक्निकल इन्डिकेटरहरुको समरी बुलिश सिग्नल हैन बेरिश सिग्नल न्युट्रल सिग्नल यहाँ सबैको समरीमा हेर्न पाइन्छ भोल्युमको स्प्रेड भोल्युम अप ट्रेन्ड दुईटा स्क्रिप्ट चाहिँ भोल्युम चाहिँ अप ट्रेन्डमा छ भन्ने देखाउँछ दुईटाको जस्तै यहाँ नाम सहितै छ के सिटिजन ब्याङ्क एसबीआई दुईटाको चाहिँ यो भोल्युमले चाहिँ अप ट्रेन्डमा देखाउँछ अनि तपाईको गोल्डन क्रस भएको गोल्डन क्रस भनेको चाहिँ तपाईको त्यो 50 मुभिङ एभरेज चाहिँ 50 र 200 को चाहिँ क्रस भएको के त्यो गोल्डन क्रस भनेको चाहिँ के बुझिन्छ भने त्यो चाहिँ अब गोल्डन क्रस भएपछि चाहिँ लङ टर्मको लागि चाहिँ हामी लङ टर्मको लागि कुनै स्क्रिप्ट चाहिँ किन्दै छौं भने त्यसको चाहिँ बाइ सिग्नल आको भन्ने बुझिन्छ के गोल्डन क्रसमा या गोल्डन क्रस भएको स्क्रिप्ट चाहिँ लक्ष्मी ब्याङ्क देखाइराछ लक्ष्मी ब्याङ्कमा गोल्डन क्रस आएको छ यो भनेको चाहिँ तपाईको लगानी इन्भेस्टरहरुले चाहिँ यो हेरेर लगानी गर्छन् के अलि लामो पाल्ने त्यस्तो खालकोले लङ टर्मको लागि अनि तपाईको एमएससीडी ले 16 वटा स्क्रिप्ट देखाउँछ बुलिशमा एमएससीडी बाट हेर्दाखेरि अनि तपाईको बुलिश प्राइस एक्सनमा 0 छ बुलिश ब्रेकआउटमा पनि 0 छ अनि एडीएक्स ले स्ट्रङ ट्रेन्ड चाहिँ 9 वटाको देखाउँछ यो यसको चाहिँ यो सबै ब्याङ्कहरुमा पर्ने छ अनि यो ब्याङ्कको कमर्सियल ब्याङ्क यहाँ छ नि त यहाँबाट छान्न पाइन्छ के जस्तै अब यहाँ हाइड्रो पावरको हेर्नु पर्यो भने अब हाइड्रो पावरमा जाने हैन अब हाइड्रो पावरमा जाँदाखेरि यहाँ देखायो आरएसआई ओभरसोल्ड भएको तीनटा स्क्रिप्ट देखायो यहाँ तीनटा एमएन या साहस एसएमएचएल यो चाहिँ ओभरसोल्ड स्टेजमा देखायो अनि भोल्युम तपाईको 15 वटाको अप ट्रेन्डमा देखायो तपाईको यसरी स्क्रिप्टहरु छान्न सकिन्छ के यहाँ देखा अप ट्रेन्ड भोल्युम भएको यो गोल्डन क्रस भएको 8 वटा छ हाइड्रो पावरमा जीबीएल एमएन एमकेएचएल एनजीपीएल रादी एसपीटीएल यूएचपीएल यूएनएचपीएल हो यसरी चाहिँ हामी यहाँबाट यो लगानी सूत्रमा चाहिँ यो नयाँ मान्छेहरु जो बेसिक नलेज भएको मान्छे हुन्छ नि एकदम कम नलेज भएको मान्छे उनीहरुलाई चाहिँ एकदम सजिलो हुन्छ कि यो इन्डिकेटरले सजिलो छ अनि तपाईको यो ब्रोकर वाइज बाई भोल्युम सेल भोल्युम डोमिनेन्ट कसको छ भनेर यहाँ देखिन्छ जस्तो 58 को बाई भोल्युम बढी भयो 48 को सेल भोल्युम बढी भयो 34 को सेल भोल्युम बढी छ 45 को सेल बढी छ 42 को बाई बढी छ 44 को बाई बढी छ 49 को बाई बढी छ 62 को बाई बढी छ यसरी सबैको यहाँनेरि देखिन्छ यहाँ तपाईको 92 वटाको छ 92 वटा ब्रोकरहरु एक्टिभ छ नि तिनीहरुको सबैको छ यहाँ सरर हेर्न मिल्छ अनि तपाईको पब्लिक शेयर डिस्ट्रिब्युसन तपाईको पब्लिक शेयरहरु चाहिँ डिस्ट्रिब्युसनमा कति छ भनेर पब्लिक शेयर कसको कति छ भनेर यहाँनेरि हेर्न मिल्छ सबै स्टक यहाँ हामीले सिम्बल छानेर नि हेर्न मिल्छ जस्तो अब सेक्टर वाइज पनि हेर्न मिल्यो हैन जस्तो अब हाइड्रो पावरमा हेर्यो भने हाइड्रो पावरमा तपाईको लोडिङ भइराछ हाइड्रो पावरको हाई सर यहाँ धेरै राम्रो छ यो सजिलो छ के नयाँ यो भर्खर अलिअलि बेसिक नलेज भएको मान्छेहरुले नि सरर बुझ्ने खालको छ के अनि तपाईको अब यहाँनेरि तपाईको जनरल रिपोर्ट भनिन्छ अनि जनरल रिपोर्टमा तपाईको लक इन पिरियडहरु यहाँ छ के तपाईको कसको लक इन पिरियड कहिले खुल्छ भनेर हेर्नु पर्यो नि तपाई यहाँ जानुस् या जनरलमा यहाँबाट सरर हेर्नुस् हैन तपाईले कुनैको स्क्रिप्ट यहाँनेरि छानेर पनि हाल्न मिल्छ जस्तो तपाईको एसएमजेसी हानौं है एसएमजेसी को लक इन पिरियड 2026 331 मा खुल्ने रहेछ भनेपछि अब 3 महिना जति बाँकी छ
यसरी तपाईको सजिलोसँग हेर्न मिल्छ। अनि अर्को मार्केट क्यापिटलाइजेसन पनि यहीँबाट हेर्न मिल्छ, कसको क्यापिटलाइजेसन कति छ भनेर, मार्केट क्याप। अनि तपाईँको ब्रोकर होल्डिङ यहीँबाट हेर्न मिल्यो। अनि यसमा चाहिँ अलि एक्स्ट्रा फेसिलिटी के छ भने यो ब्रोकर होल्डिङ चाहिँ यसमा चाहिँ तपाईँको 5 वर्ष 1200 दिनसम्मको हेर्न मिल्छ कि यसमा। तपाईँको यहाँ गएर तपाईँको 1200 दिनसम्मको हेर्न मिल्छ। कुनै स्क्रिप्ट हेर्नु पर्यो, पुरानो स्क्रिप्टहरू त अगाडिदेखिको हुन्छ नि त, त्यसरी हेर्न मिल्छ। इपिएस पनि हेर्न मिल्छ, पब्लिक सेयर सबै हेर्न मिल्छ होइन, ब्रोकर जोन, अब हिट म्यापहरू सबै छ। अनि यसको सबभन्दा मलाई राम्रो लाग्ने पक्ष भनेको चाहिँ यो यसको चाहिँ चार्ट हो कि, चार्ट चाहिँ यसको दामी छ, यो चार्ट हो। अब हामी ल नेप्सीको चार्टबाट एनालाइसिस गर्छौँ है त। चार्टबाट हजुरको यस्तो छ है, चार्टमा जस्तै यहाँ ट्रेन्ड लाइन खिचेको छ है, यहाँ ट्रेन्ड लाइन हेर्नुहोस्। यो के भयो त नेप्से भन्दाखेरि यहाँबाट हजुरको यहाँबाट उठेको थियो नि नेप्से 2400 यहाँसम्म आएको थियो, कति 2470 सम्म आएको थियो। यहाँबाट उठेको नेप्से कहाँसम्म पुग्यो भने 2648 बाट फर्क्यो अस्ति। किन फर्क्यो भन्दाखेरि यो नै ट्रेन्ड लाइन यहाँ थियो, यो ट्रेन्ड लाइनलाई ब्रेकआउट चाहिँ दियो हैन, ब्रेकआउट दियो तर सस्टेन भएन कि। यहाँबाट झरेर फेरि कहाँ आयो, तलकै ट्रेन्ड लाइनमा ठोकिएर तलै ट्रेन्ड लाइनमा ठोकियो। यहाँ तपाईँ कहाँसम्म आयो, 2530 सम्म आयो, 3032 सम्म आयो। अनि यहाँबाट ट्रेन्ड लाइनबाट फेरि तपाईँको ब्रेकआउट गरेर माथि गयो, कहाँ गयो त्यो फेरि तपाईँको यो डबल टप बनाइदियो क्या। यो फेरि पहिलाको ठाउँलाई अलिकति ब्रेक चाहिँ गर्यो, माथि गयो, अलिकति आशा चाहिँ देखायो, तर कहाँसम्म गयो भने तपाईँको लगभग 2690 93 कतिसम्म पुग्यो। अनि त्यहाँबाट फेरि फर्क्यो, अब यो जुन यसमा चाहिँ के छ भने यो तपाईँको कलर देख्नु भएको छ हजुरले, यो हरियो ग्रिन कलरमा छ नि, स्ट्रङ ग्रिन देख्नु भएको छ होइन। यो ग्रिन कलरको देख्नु भएको छ है। कसैले बोलेर भनिदिनु न। देखेको छ सर, देखेको छ है हजुर। यो ग्रिन कलर भनेको चाहिँ यहाँनिर चाहिँ तपाईँको स्ट्रङ बाई हुनसक्छ यो एरियामा भने हो कि भनेको। अब नेप्से तपाईँको यहीँबाट पनि फर्किन सक्ने धेरै सम्भावना छ। यो भनेको तपाईँको यो 2620 को एरिया हो। हजुर, यो 2620 को एरिया हो। अब यहाँबाट तपाईँको यहाँसम्म पनि आउन सक्छ 2600 सम्म। यो क्यान्डल छ नि हरियो क्यान्डल, यो दुईटा हरियो क्यान्डल छ होइन। यो यहाँनिर तपाईँको फेयर भ्यालु ग्याप छ कि, यो यसको र तपाईँको यसको बिचमा चाहिँ भ्यालु ग्याप छ होइन, फेयर भ्यालु ग्याप छ। यो तपाईँको यो यहाँसम्म पनि आउन सक्छ, यो ग्यापसम्म होइन, यहाँसम्म आउन सक्छ भने 2600 यहाँबाट तपाईँको यो लेभलसम्म आएर फर्किनु पनि सक्छ। यदि केही गरी तपाईँको भोल्युम यसमा आएन भने यो भोल्युम आउने एरिया हो कि यो ग्रिन भनेको। यहाँ तपाईँको भोल्युम राम्रो आएन भनेदेखि तपाईँको यो यहाँबाट तल पनि झर्न सक्छ। यदि यहाँबाट तल झऱ्यो भने यहाँसम्म चाहिँ पक्कै रोकिन्छ। यहाँ चाहिँ एकदमै राम्रो रेजिस्टेन्स छ तपाईँको 2580 देखि 70 को रेन्ज छ। यो चाहिँ धेरै राम्रो छ भनेको यो 2600 बाटै फर्किन सक्ने, 2600 को वरिपरि अझ 2600 पनि टच नगरिकन यहाँ चाहिँ 50% लाई लिइन्छ कि। यो तपाईँको यसको र यसको 50%, यसको र यसको 50% यहाँनिर भयो हो। यहाँनिर तपाईँको लगभग 2600 पनि टच नगरी 2605 तिर आएर पनि फर्किने, अथवा यसलाई टच गरेर 20 तिरबाटै फर्किन सक्ने सम्भावना पनि छ। अब यसलाई हामी अर्को तरिकाबाट अलिकति हेर्दाखेरि $2685 $2605 ठ्याक्क तपाईँको 2605 लाई चाहिँ एकदम स्ट्रङ मानेछ यसले पनि, तपाईँ फिबोनाकीले रिट्रेसमेन्टले पनि। अब यो भयो हाम्रो नेप्सेको।
अब हामीले यो सब इन्डेक्स वाइज चाहिँ अब अघि हेरिहाल्यौँ हैन यसलाई हामीले सब इन्डेक्स वाइज अझ हेर्दाखेरि जस्तै यहाँ हेरौँ सेक्टर वाइज अबको नेप्सेको हामी भइहाल्यो फाइनान्सले अलिकति सबभन्दा ग्रो गरेको भनेको बढेको भने फाइनान्स हो अस्ति क्लोज भएको दिनमा फाइनान्सले ब्रेकआउट गरेको छ यहाँ क्लियर ब्रेकआउट देखिरहेछ यसको नेक्स्ट तपाईको अब 2400 तिर प्रॉफिट बुक जोन छ यहाँनेरि अनि अर्को तपाईको होटेलमा हेर्दाखेरि होटेलले चाहिँ ठ्याक्कै सप्लाई लेभलमा छोएर प्रॉफिट बुक भएको छ होटेल अब होटेलको स्क्रिप्टहरु कुन छ यो तपाईको बन्दीपुर सीजीएच केडीएल बढेछ ओएचएल टीआरएच एसएचएल सिटी घटेछ त्यसपछि तपाईको अर्को म्युचुअल फन्डले ब्रेकआउट गरेको छ यसको राम्रै छ मुभमेन्ट अनि म्यानुफ्याक्चरमा हेर्दाखेरि म्यानुफ्याक्चर ब्रेकआउट गरेर गएको छ अब यसको सप्लाई अलि माथि छ तपाईको 8214 मा छ अब ट्रेडिङ हेर्दाखेरि तपाईको ट्रेडिङमा खासै त्यति मुभमेन्ट देखिदैन यसको अलि माथि नै छ सप्लाई माइक्रो फाइनान्स पनि सप्लाई तिरै छ हाइड्रो पावर पनि सप्लाई फेस गरिरहेछ यहाँबाट ब्रेकआउट गर्न खोजिरहेछ हाइड्रो पावरले इन्भेस्टमेन्ट सेक्टर तपाईको सप्लाईबाट झरेछ अदर्समा सप्लाईबाट झरिरहेछ अब यहाँबाट सपोर्ट लिने प्रयास गरिरहेछ डेभलपमेन्ट ब्याङ्कमा अब यहाँनिर सपोर्ट पुर्याउने प्रयास गरिरहेछ ब्याङ्किङ सप्लाईबाट झरिरहेछ हेर्नु 1 2 3 4 दिनदेखि झरेछ अब कहाँसम्म आउँछ अब अलि तल आउँछ कि यहाँबाट रोकिन पनि सक्छ 1345 नन लाइफ पनि सप्लाईकै तिर छ अब लाइफ हेर्ने भने तपाईको लाइफ यहाँबाट तपाई ब्रेकआउट गरेर झरेको छ अब कहाँ रोकिन्छ यहाँ रोकिनुपर्ने पोइन्ट यहाँनिर रोकिनुपर्ने पोइन्ट हो 13100 तिर अब यहाँ रोकेन भने यो तपाईको 13000 सम्म आउन सक्ला समग्रमा तपाईको यसको स्थिति यस्तो छ कि अहिले हामीले डिसिजन लिँदाखेरि एकदम एग्रेसिभ किन्ने खालको सिचुएसन छैन चाहिँ अहिले हामीले चाहिँ बिस्तारै एकुमुलेट गर्ने स्क्रिप्ट हेरेर बिस्तारै चाहिँ एकुमुलेट गर्ने खालको चाहिँ अवस्था देखिन्छ समग्रमा र धेरै डराउनु पर्ने अवस्था पनि छैन अलिकति लङ टर्मको लागि डराउनु पर्ने सर्ट टर्मको लागि तपाईको चाहिँ स्क्रिप्टहरु अब जुन चलेको स्क्रिप्टहरुमा अलिकति सर्ट टर्मको लागि गर्न सक्यो लङ टर्मको लागि चाहिँ अब के गर्छ अलिकति तपाईको यो एरियामा के गर्छ 2620 को एरियाबाट तल आउँछ कि आउँदैन कि हैन त्यो कुराहरु हामीले हेरेर त्यो अनुसार डिसिजन लिनुपर्ने देखिन्छ अब सेक्टर एनालाइसिस अब यति नै भयो सक्यो अब हामी स्क्रिप्टतिर जान्छौं स्क्रिप्टमा चाहिँ हजुरहरुले क्वेशन राख्नु भयो भने म त्यसको स्क्रिप्टको एनालाइसिस गरिदिन्छु अनि त्यसपछि अनि यो हजुर सकेपछि कुराकानी हजुर सर को हेर्दिनुस् न तपाई यहाँ कमेन्ट गर्न मेरो कहाँ उ भयो हेर्नु त एक ग्रुप गर्दिनु त के भयो हजुर कमेन्टै गर्न नमिल्ने भन्छ के मलाई कमेन्टै गर्न नमिल्ने भरे हजुरले एप्रुभ गरिदिनु पर्ने मेरो मेरोमा आकै छैन कसरी एप्रुभ गर्ने मैले खै यहाँ त्यही भन्छ के रे कमेन्ट गर्न मन्त्र सर हेर्दिनु त उहाँको के हो मन्त्र थाहा होला होइन सर म यहाँ उक्लिने भर्खरै त्यो कमेन्ट अघि त्यति ब्लगर मेसेजहरु आएर मैले म्युट गरिरहेको थिएँ कि ए हजुर त्यो ओपन गर्न नि अब हामीले मिल्दो रहेछ हजुरले नै गर्नुपर्ने हो मेरोमा आइ नै राखेन कहाँबाट ओपन गर्ने होला त कमेन्टलाई एलो गर्नु पर्यो के कमेन्ट अफ भएको छ क्या मेरो मात्रै हो कि सबैको ना हो सबैको सर सबैको इन्भाइट कमेन्टलाई अफ गरिदिनु भएको थियो हजुर हो त्यहाँ अघि नै
मैले त्यसलाई ब्लक गर्न खोजेको त्यहाँ सबैको भएछ कि ए डिक्लाइन कमेन्ट कता गयो त यहाँ रिक्वेस्ट आएको भए गर्न मिल्थ्यो रिक्वेस्ट पनि छैन टुल्स मैले पठाएको छु रिक्वेस्ट गरेको छु यसलाई एक्सेप्ट गेस्ट म्याक्सिमम नम्बर अफ गेस्ट रिच गेस्टको एक्सेप्ट आइरहेछ रिक्वेस्ट आइरहेछ कमेन्टको आएन कमेन्ट अहिले पनि मिले हैन अहिले त मिल्यो होला हेर्नु त छैन 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 सर छैन त्यो तल देखाएकै छैन कमेन्ट गर्ने नै देखाएको ए कमेन्ट अफ भनेर रहेछ ल कमेन्टलाई अन गर्नु त्यो हामीले अस्ति हामीले गर्न मिल्दो रहेछ अन चाहिँ गर्न नमिल्छ कि टुल्समा जाउँ कहाँनिर रहेछ त कमेन्ट अन गर्ने हाउ टु रन सो यो भएन यहाँ त कमेन्ट के भनेर आइरहेछ त यहाँ एक्टर इमेज भ्यान क्रिएटर अहिले पनि देखाएको छैन छैन सर देखाएकै छैन सेटिङमा जानुपर्ने होला यो ल्यापटपमा मोबाइलमा सजिलो थियो हजुरले मोबाइलबाट नै आइडी खोलिरहनु भएको छ होला नि ए मोबाइलबाट मिल्छ त मिल्छ मिल्छ मोबाइलबाट खोल्दैन उमेर भनेर हुँदैन क्या रे could not watch live video के भन्छ because you are live यहाँ मोबाइलबाट त खोल्नै दिँदैन रहेछ त could not watch पो भन्छ त होइन भिडियोमा होइन हजुर त्यो कमेन्टको यो भिडियो यो नखोलिकन लाइभमा नगए त कमेन्ट खोल्न मिल्दैन होला नि त्यहाँबाट त पहिला त लाइभमा जानु पर्यो नि तपाईँ पहिला के अरे यसमा लाइभमा जानुभएको छैन है मोबाइलमा लाइभमा जानुभएको छैन नि हजुर मोबाइलमा लाइभमा जानुभएको छ त मोबाइलमा त्यो त लाइभमा जानै दिँदैन रहेछ कि अब यहाँ के आयो भने म्यानेज भन्ने आयो म्यानेज इन्भाइट सेटिङ आयो यहाँ सेटिङमा छ कि एलो मोडरेटर टु म्यानेज रिक्वेस्ट म्यानेजमेन्ट एलो रिक्वेस्ट फ्रम भ्युअर एलो फ्रम भ्युअर्स
यहाँ त त्यो मोडरेटरको भयो त एडिटर मोड ए यहाँनिर रहेछ क्या म्युट एकाउन्ट रिप्लाई रिपोर्ट पनि होइन लाइभ सेटिङमा छ कि अहिले खुल्यो सर हेर्नु त छैन सर दौडिरहनु कल मेसेज मोड सेट एक्सपान्ड ब्याकग्राउन्ड हजुर ल्यापटप हैन लाइभ सेटिङमा जानुको छ लाइभको सेटिङमा लाइभ च्याटको सेटिङमा हैन हजुर त्यही नै गएर जान्दा if you can't see the live chat window after popping it out try switching to game to window mode all message देखिरहेछ यसको सेटिङ यहाँ छ ब्याकग्राउन्ड आयो यो आयो लेआउट आयो एक्सपान्ड च्याट आयो मोर सेटिङ यहाँ त देखाएन त छैन त्यो त अनलक फ्लोटिङ एक्सटेन्ड च्याट ए लोक ए ल भेट्यो ल अब खुल्यो होला ल बल्ल भयो खुल्यो सर ल कमेन्ट रहेछ यहाँनिर हस् ल भयो ल अब कमेन्ट गर्नु होला त्यही त सरले त्यहाँबाट भनिदिनु होला है ठ्याक्कै यहाँ हेर्दाखेरि देखिँदैन कि यतापट्टि मन्त्र सर यो के गर्दाखेरि यसरी लक भयो भन्नु त फेरि यहाँ के आउँछ भने यहाँ भिसी जाउँ आउँछ नि सर यो त्यसलाई ब्लक गर्न खोजेँ कि मैले हजुर अनि त्यसलाई क्लिक गरेर राइट क्लिक गरेर कमेन्ट यहाँ तल ब्लक म्युट एकाउन्ट गर्दै थियो म्युट एकाउन्ट गरेर ब्लक ए टिकटक सम्बन्धी मलाई पनि केही थाहा छैन कि मैले यो मोबाइलबाट सहिलो थियो ल्यापटपबाट नचला भएर खाना भयो जोइन गेस्ट ल अब स्क्रिप्टहरूको नाम भन्नु भने यहाँबाट म सबसटी हेरिदिन्छु लगानी सूत्रकोमा जाम यहाँ फेरि कमेन्ट पढ्नै गाह्रो हुने रहेछ कि हाम्रो
लागि चाहिँ एकदमै पर्फेक्ट जीबीएल को आए कमेन्टमा सर के भन्नु सर यो साउन्ड पनि फर्किरहेछ हामीतिर अरुण सर हजुर साउन्ड हामी बोलेको साउन्ड हामीलाई नै रिफ्लेक्सन भयो के इको आइरहेछ हजुर फेरि मेरोमा त एकदम क्लियर आछ फेरि यो सबैजनाको होइन यो माइकहरू खुल्यो भने त्यस्तो हुन्छ कि धेरैजनाको माइक खुल्यो भने होइन अहिले त्यस्तो भइरहेछ म मात्रै छु माइक खुलेको अहिले त्यस्तो भयो यहाँ 2 जना खुल्या धनु म्याडमको खुल्या हाम्रो बोल्नु त तपाईको साउन्ड फर्किरहेछ नि राम्रो सर। क्लियर छ त फेरि मका त तपाईँलाई जाँदा क्लियर गर्छ कि तर मलाई आउँदाखेरि चाहिँ मेरो साउन्ड मैतिर फर्किएको छ कि रिफ्लेक्सन भयो कि ए सबैको त्यस्तो भएको छ कि तपाईको मात्र इन्टरनेट प्रब्लम हो कि तपाईको खोइ अरू कोही सर म्याडमहरू बोल्नुहोस् त हजुर तपाईँको यस्तै ए मेरोमा त फेरि एकदम क्लियर आछ कि खोइ के भयो तपाईँको फिल्टर भएर जान्छ होला नि त फिल्टर भयो हजुर अहिले फर्किया छैन मेरो फेरि ठिक छ ए तपाईँको 3टा साउन्ड सुनिरहेको छ हामीले तीनटा साउन्ड सुने हा काटी काटी आएको मेरोमा त एकदम क्लियर सुनेछ फेरि हजुर हजुर तपाईहरुको नि क्लियर सुनेछ मेरो पनि क्लियर सुनेछ ठिक छ हामी धेरै बोल्ने हैन सरले धेरै बोल्नुहुन्छ सरको मन्त्र सरको चाहिँ एकदम सानो आछ साउन्ड टाढा हुनुहुन्छ क्या सर इयरफोनबाट भएर हो सर ए अहिले ठिक छ फेरि होइन इयरफोनमा छु अनि त्यही भएर ए इयरफोनबाट अलि टाढा भएर होला अहिले त फेरि राम्रो आयो फेरि इयरफोन लाउनु भएको छ होला साउन्ड नखुलाउने हो हजुर के सोध्नु भएको थियो खोइ मैले च्याट देखिनँ जीबीएल को सोध्नु भएको छ धेरैजनाले जीबीएल के भन्छ जीबीएल मात्र लेख्नु भएको छ त्यसको के अलि क्लियरली सोध्नु भएको जीबीएल ग्रीन भेन्चर हैन हजुर अब जीबीएल को यस्तो छ चार्ट हेर्नु चार्ट देखिनु भयो होला हैन तपाईको भोल्युम राम्रो छ तर अब यसले यहाँ ट्रेन लाइनलाई ठोकेर यहाँबाट सप्लाई आइरहेछ के यो ट्रेन लाइनलाई ब्रेक गर्यो अब हामीले यसलाई अलिकति वेट एन्ड वाच गर्नु पर्यो किनभने यो ट्रेन लाइन भन्दा माथि नगएसम्म सर्ट टर्म ट्रेडको लागि हेर्न गाह्रो छ तल आएपछि यो हरियो लाइनमा तपाईको 510 को एरियातिर आएपछि यहाँनेरि हेर्न सकिन्छ हामीले अलि मिड टर्मको लागि चाहिँ तपाईको सर्ट टर्मको लागि चाहिँ ट्रेन लाइनलाई माथि क्रस गर्नै पर्छ अब यहाँबाट हामीले आरएसआई लगाउँ आरएसआई के छ सेल आइरहेको राम्रो छ हजुर मजाले आछ सेल त देखिन्छ यसलाई अहिले वेट गर्नु पर्यो अहिले वेट एन्ड वाचको रूपमा छ यो अहिले अर्को एनएलआईसी अब एनएलआईसी पनि ट्रेन लाइन ब्रेक खोजेको छ सपोर्ट ब्रेक हुन खोजेको छ यसलाई पनि अलिकति वेट गर्नु पर्यो अब सपोर्ट ब्रेक गर्छ कि गर्दैन यो सपोर्टबाट माथि सस्टेन भयो भने यसलाई होल्ड गर्ने सपोर्ट ब्रेक गर्यो भने केही छिन तपाईको यहाँनेरि प्रफिट बुक गरेर बस्न पनि सकिन्छ यसको सपोर्ट तल 780 तिर फेरि राम्रो सपोर्ट छ एनएलआईसी को अरु के भन्नु एसएडीबीएल एसएडीबीएल भन्ने साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्क यसको चाहिँ ट्रेन लाइन एकदम साँगुरो भएर गइरहेछ आरएसआई 53 एमएससीडी ले क्रस ओभर दिइसक्यो अब यसलाई चाहिँ सर्ट टर्मको लागि हो नि यो ब्रेकआउट कुर्नु पर्यो 420 को ब्रेकआउट कुर्नु पर्यो
अलि मिड टर्म लङ टर्मको हो भने अलि तल वेट गर्नु पर्यो 400 तिर अर्को के भन्नु भएको छ DHPL समता भन्नुभयो क्या आज लाइभ के भयो मेरो नेट हो कि के हो समता बिस्तारै बिस्तारै तल आइरहेछ यसलाई वेटै गर्दा ठिक हुन्छ यो सपोर्टतिर कुर्नु न अलि तल 800 तिर यसो हेर्दिन होला है के छ मैले त्यति हेर्नै एउटा गाह्रो हुँदो रहेछ कि यता यता चाहिँ हेर्नु पर्यो टिपिसी टिपिसी भन्नुभयो हजुर टिपिसी मा अलि सेल प्रेसर आएछ यसको सपोर्टतिर कुर्नु होला टिपिसी लाई 340 तिर 340 330 तिर सर एसडीएल बाई के होला सर एसडीएल भन्नुभयो हजुर एचडीएल एसडीएल लाई हिमालयन डिस्टिलरी हजुर सर्ट टर्मको लागि खोज्नु भयो कि लङ टर्मको लागि सर्ट टर्मको लागि सर्ट टर्मको लागि अलिकति रिस्की बाई हुन्छ यहाँनिर गर्नु भने हजुरको 1150 तिरको एरियातिर हेर्नु न तर स्टप लस चाहिँ राख्नु पर्ने हुन्छ सर्ट टर्मको लागि भने 1130 देखि 1150 सम्मको जोन हेर्नु MEHL SAP DBL सप्तकोशी डेभलपमेन्ट ब्याङ्क सप्तकोशी डेभलपमेन्ट ब्याङ्कको ट्रेन लाइन बाट तल आएछ होल्ड गर्नु न यो ट्रेड लाइनबाट माथि जान्छ जस्तो देखिन्छ 820 लाई ब्रेक गरे भने राम्रै हुन्छ तपाईको 800 अलि सप्लाई चाहिँ यसको 860 देखि 890 80 90 सम्मको सप्लाई जोन छ कि त्यहाँनेरि अर्को के भन्नुहुन्छ सागर डिस्टिलरीको कतिको टार्गेट राख्दा ठिक होला अब यसको त टार्गेटै राख्ने हैन के सागरको त टार्गेट राख्ने हैन जहिलेसम्म बढ्छ तहिलेसम्म होल्ड गर्ने अनि जुन दिन सेल आउँछ त्यो दिनमा बेच्दिने सेल नआएसम्म होल्ड गर्ने टार्गेट राखेर बस्ने हैन नयाँको त MEHL MEHL ट्रेन लाइन ब्रेक गरेछ राम्रो बाइङ पनि राम्रो छ तर सप्लाई लेभलमा पुगेछ कि अब यो 490 लाई ब्रेक गर्छ गर्दैन त्यो हेर्नु पहिला स्क्रिप्ट त राम्रो स्क्रिप्ट छ माइक चाहिँ बोल्ने बेला मात्रै खोल्नु होला है कुन भन्नु हजुरले HHL हिमालयन साइडबाट HHL तल सपोर्टमा आएर बसेछ ट्रेन लाइनको सपोर्टमा बाई जोनमै देखिन्छ
अपी भन्नुभयो मैले देखे जति हेर्दैछु है यहाँनिर हेर्नै गाह्रो हुँदो रहेछ कि यतातिर फेरि उता गएर हेर्नु पर्यो अपीको 280 तिर हेर्नु न सपोर्ट त्यता छ एकदम न्यारो डाउन भइरहेछ कि यसको धेरै छैन तपाईँको त अलिकति माथि 90-95 मा सेल फेरि 80-85 मा भइसक्यो त 5-10 रुपैयाँ मात्र छ रिस्क रिवार्ड त्यति राम्रो भएन शिवम भन्नुभएको छ शिवम अहिले प्रफिट बुक भइरहेको देखिन्छ यसलाई कसले दिइरहेछ त यस्तो रे शिवम ब्रोकर होल्डिङ $79 ले फालिरहेछ त 79 73 560 तिर हेर्नु होला 560 को एरियातिर चन्द्रगिरीको बारेमा केही भन्नु पर्यो भन्नु एनजीपीएल एनजीपीएल भन्नुभएको छ एनजीपीएल लाई अघि नै हामीले हेर्दाखेरि त्यो गोल्डन क्रस तिर परेको छ हैन अलि लङ टर्मको लागि हेर्नु पर्यो मिड टर्म अलि लङ टर्मको लागि हेर्नु पर्यो भने एनजीपीएल ठीक छ अनि चन्द्रगिरी भन्दाखेरि हजुरको सीजीएच के छ भन्दाखेरि सीजीएच को सीजीएच को ट्रेन्ड लाइन ब्रेक गरेको छ ब्रेक गर्नै लगभग गरेकै जस्तै छ सीजीएच मा अब बिस्तारै अब मुभ आउला मार्केट बढ्यो भने मुभ आउँछ यसमा अलि बिस्तारै राम्रो हुँदैछ यो ट्रेन्ड लाइनलाई ब्रेक गरेर माथि जाने बित्तिकै राम्रो हुन्छ अलि होल्ड गर्नुपर्छ के मिड टर्म होल्ड गर्नुपर्छ यसमा एकदमै सर्ट टर्ममा चाहिँ खासै देला जस्तो छैन एसएचपीसी भन्नुभयो एसएचपीसी को एकदम राम्रो प्याटर्न बनाएको छ यहाँनेरि ठ्याक्क प्रफिट बुक छ के यहाँ प्रफिट बुकमा ठोकेर बुक भयो लास्ट दिनमा हिजो को सपोर्ट यही नै हो फेरि तपाईको 520 510 देखि 520 को सपोर्ट हो यहीबाट फर्किन सक्छ फन्डामेन्टल ठीक छ चन्द्रगिरी के रे एसएचपीसी को आरएचपीएल आरएचपीएल सप्लाई लेभलमा पुगेर सेल आछ राम्रो सेल क्यान्डल बनाएको छ अब यहाँ अझै सप्लाई प्रेसर अझै बाँकी छ सपोर्ट फेरि तपाईको त्यही 270 तिर सपोर्ट लिन सक्छ बीएचएल बीएससीएल बीएचसीएल एकछिन ट्याप ट्याप पनि गर्दै जाम है 78 मात्रै पुगेर रहेछ बीएससीएल को ठीक छ अहिले होल्ड गर्नु न अलर्ट क्यान्डल चाहिँ बनाएको छ बन्न चाहिँ
हिजोको क्यान्डल चाहिँ अलर्ट क्यान्डल छ, अलिकति सनाखो भएर होल्ड गर्नु होला। टिएमएसमा राम्रोसँग हेर्नु होला है। ऊर्जा ऊर्जाले पनि सपोर्ट फेस गरेर के अरे रेसिस्टेन्ट फेस गरेर तल आएर हिजो राम्रो बाइङ आएको रहेछ। अब यसले ब्रेकआउट गर्नु पर्यो, 235 लाई ब्रेकआउट गर्यो भने अनि फेरि 50-60 जान्छ। हजुर एसएसएचएल एसएसएचएल यो पनि तपाईको सपोर्टमै छ शिवश्री। केबिएल भन्नुभयो। केबिएललाई 170-75 तिर हेरौँ न। अहिले अलि त्यति खासै मुभमेन्ट यति राम्रो छैन, बाइङ मुभमेन्ट आएको छैन, अलिकति वेट गरेर ठिक होला। एचआरएल नमस्कार। हजुर नमस्कार सर, भन्नु न। हजुर यानको हेर्नु न सर। ए हस्, एचआरएलको लागि अलिकति होल्ड गर्नु होला है। एचआरएलको 820 810 देखि 820 मा सपोर्ट छ। एनआरएन भन्नुभयो। हजुर सर हजुर सपोर्टमै आएर बसेको छ एनआरएन त 1433 छ, तर सेल भइरहेछ के, सेल भइरहेछ। अलिकति वेटै गर्नु होला कि बाइङको लागि हेर्नु भाइ के को लागि? बाई गरिसकेको छ सर, सेल आयो सर। कतिमा बाई गर्नुभयो? 1500 मा गरेछ सर। अहिले होल्ड गर्नु न। अब यो 1400 लाई ब्रेक गरेन भने यहीँबाट फर्किने सम्भावना हुन्छ। के गरी ब्रेक गरिहाल्यो भने अब यहाँ हजुर सर यो भन्दा तलको तपाईको 1350 देखि 1360 को लेभल छ, त्यहाँबाट अलिकति स्ट्रङ बाई आउन सक्छ। त्यहाँ आयो भने त्यहाँबाट एभरेज गर्दा हुन्छ यदि झरिहाल्यो भने। हजुर सर हजुर। माथि कहाँसम्म पुग्ला सर? माथि त पुग्ने त छ नि तपाईको यो यहीँबाट एकैचोटि उसले ग्याप आएको। यो ग्यापलाई फिल गर्नको लागि त तपाईको यो पुग्नु पर्यो नि, 1900 नै पुग्नु पर्छ ग्याप फिल गर्न त। पुग्छ है सर। अब खेलाडी पनि छ, अब यसको भरै हुँदैन नि, तपाईँ खेलाडीले एकचोटि उठाइदियो भने पुगिहाल्छ नि। त्यही पुरानै रिकभर हुन्छ कि भनेर किनेको सर। होल्ड गर्नु पर्यो अलि, यसलाई होल्ड गर्नु पर्यो हैन। अब खेलाडीले कहिले उठाउँछ अब त्यो त अब ठ्याक्कै भन्न सकिँदैन खेलाडी भएको स्टकमा। यसको 100% राइटको पनि कुरा छ के अरे? हजुर राइटको पनि कुरा छ। ए राइट आउनु पनि कुरा छ है सर? हजुर हजुर। ए धेरै अब एग्रेसिभ रूपमा नकिन्नु होला। अब धेरै लिनु भएको छैन होला, धेरै अब अहिले थपि नहाल्नु, अहिले वेट गरेर बस्नु न। हजुर धेरै छैन, थोरै छ। थोरै छ भने त प्रब्लम भन नि। तल तपाईँको कति तल आउँछ, तल आएर उठ्न लागेपछि झ्यापा उठाए जस्तो भइगयो नि, आफै त्यो वाक मिलिहाल्छ कि। युएनएचपिएल युनियन हाइड्रो पावरको यो पनि डिस्ट्रिब्युसन भइरहेको देखिन्छ। यहाँबाट तपाईको 490 लाई ब्रेक गर्यो भने फेरि तपाईको 460 तिरको सपोर्ट छ। सबैले ट्याप गरौँ भनेर भन्नुभएको छ हाम्रो आम सरले। सबैले ट्याप गरौँ न एकछिन।
BHL भन्नुभयो BHL को पहुँच हेरौँ ट्याप ट्याप गरौँ र कोइन पनि क्लेम गरौँ है ल कोइन राख्नु भएको छ आमसाले राख्नु भयो क्या BHL अलि बिजोक छ BHL को भोल्युम त ठिकै छ अलि समय लाग्ला कि जस्तो देखिन्छ अलि साइडवेज भएर केही समयपछि मार्केट बुलिश भएपछि मात्रै जान्छ क्या अलि गाह्रै छ यो सब 58 ले फ्यालिसक्यो होला त्यो बढ्दा त्यही त गाह्रो छ नि ल त्यो ट्रेजर बक्स राख्नु भएको छ त्यहाँ हेर्नु होला है 15 सेकेन्ड जति भएपछि हेर्नु होला HPC अब HPC पनि अलिकति सप्लाई लेभलमा पुगेर फर्केको छ 290 को सप्लाई थियो यहाँबाट फर्केको छ फेरि 280 मा 75 देखि 80 मा यसको डिमान्ड छ एकदम न्यारो छ के 10 रुपैयाँमै खेलिरहेछ यो अब यसलाई यो जबसम्म ब्रेक गर्दैन तबसम्म यसमा अलिकति चमक आउँदैन ल ट्याप ट्याप गरौँ है ट्याप ट्याप गरौँ गरौँ फटाफट गरौँ 6 सेकेन्ड मात्रै बाँकी छ मेम्बरशिप पनि लिँदै जानु होला है थ्यांक यू सरस्वती बस्या लक्की ल दुईटा पर्यो छ डायनामिक इफेक्ट ल मेम्बरशिप लिँदै जानु होला कोलाई कोइन पर्यो $92K भयो एकछिन सबैले ट्याप ट्याप गरौँ त NRM भन्नुभयो NRM र युहेबा
510 त आइसकेछ यो 500 देखि 510 मा सपोर्ट छ यसलाई 500 लाई ब्रेक गरेन के हो यो नबिलुको रहेछ एनआरएम भन्नुभएको थियो है 422 मा रहेछ यो एकदम हल्का सपोर्ट चाहिँ छ यो 420 मा अब यो तोड्यो भने हजुरको 410 तिर हेर्नु न एनआरएमलाई अर्को के भन्नुभएको थियो अर्को जीबीबीएल जीबीबीएल लाई 380 लाई ब्रेक गर्यो भने चाहिँ वेट गर्नु होला अलि तल 360 तिर अब यसलाई ब्रेक नगर्ला कि जस्तो छ बाइङ आएको छ ले ब्रेक गरेन भने यता तपाईं बाइङमा पनि हेर्न सक्नुहुन्छ केबीएल जीएचएल केबीएल को अहिले मैले भनिसकेँ जीएचएल लगभग सपोर्टमै छ अब यो ब्रेक गर्यो भने 200 लाई ब्रेक गर्यो भने चाहिँ वेट गर्नु होला अलिकति ब्रेक गरेन भने यताबाट हेर्न सकिन्छ कलमदेलाई जोशी जोशीलाई अलिकति वेटै गर्दा ठिक होला जस्तो देखिन्छ सेल प्रेसर देखिरहेछ शिवश्री हाइड्रो भनिसके अघि नै मैले भोलि युट्युबमा हेर्नु होला यो भनिसकेको चाहिँ युट्युबमा सबै देख्नुहुन्छ केपीसीएल केपीसीएल तपाईसँग छ भने अहिले होल्ड गर्दा हुन्छ एउटा सेल क्यान्डल चाहिँ बनाएको छ प्रॉफिट बुक भएको छ अब यो बजारको दिनमा आइतबारको दिनमा यसलाई अलिकति वाच गर्नु होला जान्छ जस्तै देखिन्छ त्यो त पुग्न लाग्यो अब भन्नुभएको छ ए एउटा यो त एचिभ भएछ 35 एचिभ भएछ 100 जना हुनुहुन्छ कोहीसँग चाहिँ यो छ भनेदेखि एउटा यो डु नोटको रहेछ यसले राखेको रहेछ गोल्डको एरियामा छ भनेदेखि एउटा हान्दिनु होला यो पनि पुग्छ अनि कोइन छ भने जम्मा 30 कोइन लाग्ने रहेछ तपाईहरुसँग कोहीसँग कोइन छ भनेदेखि यो एउटा डु नोटको हान्नु होला मेम्बरशिप चाहिँ 35 वटा राखेको रहेछ 35 वटा पुगेछ यसलाई एचिभ भएछ जीरो कोइन जीरो कोइन भएछ अब के गर्नु त जीरो कोइन भएपछि जोसँग कोइन छ कोइन भएकोलाई मात्रै भने मैले न्यादी VLUCL GHL सिक्लेस सेम प्याटर्न बटम डोइलर RHPL सँग स्टक कम्पेयर गर्नु भन्नुभयो न्यादी VLUCL GHL सिक्लेस सेम प्याटर्न यो RHPL सँग के कम्पेयर गर्ने यसलाई MKCL हेरौँ MKCL
एमकेसिएल पनि झरिरहेछ। यहाँनिर अलिकति राम्रो सपोर्ट छ 1300 देखि 1320 मा 1300 देखि 1310 देखि 1340 सम्मको बीचमा चाहिँ एउटा पहिलाको राम्रो सपोर्ट छ। अब यो एरियामा यहाँबाट फर्किन पनि सक्छ 1340 1330 को एरियाबाट फर्किन पनि सक्छ। अलिकति बाइङ चाहिँ आएको छ, अलिकति वाच गर्नु होला। त नो ट्रेडिङ जस्तो लाग्छ हेर्दाखेरि। एसआरएलआई एसआरएलआई पनि वेट एन्ड वाचमै रहेछ, वाच गर्ने यसलाई पनि। 400 लाई ब्रेक गर्यो भने अझै तल जान सक्छ। 402 मा अड्केको छ। माइक म्युट गरिदिनु होला। यूपीसीएल को भन्दिनु न, यूपीसीएल र एसएमजेसी को। यूपीसीएल यूपीसीएल लाई 360 तिर वेट गर्नु होला। डिस्ट्रिब्युसन भइरहेछ एक हप्तादेखि नै। अर्को 360 एसएमजेसी सम्म आउँछ। आउन सक्छ, डिस्ट्रिब्युसन भइरहेछ। अर्को एसएमजेसी भन्नु भएन? एसएमजेसी हजुर। एसएमजेसी मा अलिकति एकुमुलेसन भइरहेछ देखिन्छ। यसले यो 330 देखि 35 लाई ब्रेकआउट गर्यो भने अलि राम्रो मुभ आउला कि 50-60 रुपैयाँको। बीपीसीएल सर। यूपीसीएल मैले अघि भनिसकेँ हैन? भनिसकेँ मैले। बीपीसीएल ए बीपीसीएल यस। बीपीसीएल यो पनि अड्केर बसेर छ। अब चाहिँ अलिकति मुभ आउला कि यो अलि मार्केट बढ्यो भने मुभ आउला यसमा। यहाँ बाइङ एक दिन बाइङ भयो, अर्को दिन फेरि सेल गरिदिहाल्यो यहाँनिर। 730 लाई ब्रेकआउट गरेपछि अलिकति राम्रो होला यसमा। आइएलआई ल 100 के पनि पुगेछ। आइजीआई आइसीएफसी आइजीआई लाई ठिकै छ। अलि मिड टर्म होल्ड गर्नुपर्छ बिस्तारै। यो एरियामा अलिअलि हेर्न पनि सक्नुहुन्छ। बाइङ जोन ठिकै छ, बाइ जोनमै छ। तर एकदम सर्ट टर्ममा चाहिँ खासै हुँदैन, अलिकति कुर्नुपर्छ। आइसीएफसी आइसीएफसी बिस्तारै जाला। 680 सम्म जानुपर्ने हो। जीबीएल ले ट्रेन लाइन ब्रेक गरेछ, अलिकति वेट गर्नु होला। अलि तल 520 तिर वेट गर्नु होला। ओएचएल ओएचएल पनि ठिकै छ, अलिकति टाइम लाग्ला जस्तो देखिन्छ। अलिकति होल्डै गर्नु पर्ला यसलाई। सीजीएच एनआइसिएसिया
ट्रेन लाइनमा सपोर्टमा अड्किरहेको छ यो बिस्तारै जान्छ यसलाई होल्डै गर्दा ठिक हुन्छ एकेजेसिएल यो अलि बिजोग स्थितिमा छ अलिकति होल्ड गर्नु होला मार्केट उठेपछि उठ्छ यो अहिले अलिक गाह्रो छ केही समयलाई अलि तल आउनु पनि सक्छ थोरै एनआइसी एसिया टिटिएल अब एनआइसी एसियालाई यसको सपोर्टै 310-15 को सपोर्ट हो त्यतातिर हेर्नु होला टिटिएल टिटिएल गइरहेछ राम्रो जबसम्म जान्छ होल्ड गर्नु तल आयो भने तपाईको 760-65 आयो भने अझै एड गर्न पनि मिल्छ जस्तो देखिन्छ अभियान एबिवाईएन अभियान पनि सपोर्टमै छ 332 छ वरुणको सपोर्टमै छ यहाँबाट फर्किनु पर्ने हो सागर डिस्टर सागरको जबसम्म तपाईको सेल आउँदैन तबसम्म होल्ड गर्ने पिएससीएल पिएससीएल अहिले यसै भन्न सकिँदैन यसलाई भोल्युम त छ भोल्युम त ठिकै छ अब रिस्क लिने हो भने अलिकति यहाँनेरि यो एरियामा हेर्न सक्नुहुन्छ 280 तिर त अलि रिस्की नै देखिन्छ है यसको सपोर्ट एकदम कमजोर छ डिएचएल शिवमको भनिसकेको छ अहिले भोलि युट्युबमा हेर्नु होला डिएचएल ठिक छ राम्रो गइरहेछ ब्रेकआउट गर्ने जस्तो देखिरहेछ 620 लाई ब्रेकआउट गर्ला एचडिएल को भनिसक्यो अघि भोलि हेर्नु होला युट्युबमा कुमारी बैंक लिमिटेडको घट्दै गएको देखिन्छ नि के गर्नु पर्ला अब यसलाई त्यही हो अब अलि तल आउँछ त्यहाँ किन्ने 70 को लाइन तिर त्यता आउँछ किन्ने फेरि 300 तिर बेच्ने त्यस्तै हो 10-15 रुपैयाँ खाने हो ट्रेड गर्ने साइन पनि राम्रो सपोर्टमै छ यहाँ एनएलआई नमस्ते हजुर नमस्ते एनएलआई भन्नुभयो के हो यो एनएलआई भनेर चाहिँ एनआईएल होला नेको इन्स्योरेन्स भन्नुभयो यो ठिकै छ नेको इन्स्योरेन्स सपोर्टमै छ अहिले सिक्लेस सिन्धु ओहो सिक्लेस त पुरै साइड छ त
यहाँबाट माथि नै जाला जस्तो देखिन्छ यो त धेरै क्यान्डल बनिसकेको छ सिक्देशको 15% बोनस रेट समायोजन हिजो अस्ति कि अस्ति त्यही भएर झरे होला यो होइन भइसक्यो समायोजन समाधान भइसक्यो कारोबार खुले छैन त्यही भएर झरे होला यो रातो क्यान्डल बने ए समायोजन भएपछि खुले छैन कारोबार खुले छैन त्यस भए त अझै झर्छ 660 बाट 567 कि 45 र कतिमा आयो ए 567 भनेपछि त तलै आउँछ त त्यस भए त यो त सपोर्ट त ब्रेक भइगयो नि त्यस भए त यसको फेरि 100% राइट पनि कुरा छ नि त त्यो राइटले बढ्न पनि सक्छ त्यस अर्को के भन्नुभयो सिन्धु सिन्धु पनि पुरै साइडवेजमा छ त तर क्यान्डल त राम्रो बनिरहेछ हरियो बनिरहेछ यहाँबाट बढ्ला सायद 735 लाई ब्रेकआउट गरेपछि अलि राम्रो होला कि अब यति नै सम्म जाने भन्ने त खासै भन्न सकिएन 770 पहिलो सप्लाई छ अनि त्यसलाई ब्रेक गर्यो भने त्यही हो फेरि 10 रुपैयाँमै छ 780 लाई ब्रेक गर्यो भने चाहिँ अलिकति माथि जाने जस्तो देखिरहेको छ एचडिएल भनिसकेको छ भोलि हेर्नु होला युट्युबमा युट्युब च्यानललाई सब्स्क्राइब गर्नु होला है सबैजनाले गर्नु भएको छैन भने त्यहाँ मैले डेली भिडियोहरू हालेर हुन्छु सब्स्क्राइब गर्नु होला त्यहाँबाट धेरै कुरा सिक्न सकिन्छ बन्दीपुर कतिसम्म जाला भन्नुभयो बन्दीपुर ठिकै छ अहिले अहिले होल्डै गर्नु न बन्दीपुरलाई 825 लाई ब्रेकआउट गरेपछि अब यति नै भने टार्गेट चाहिँ छैन जबसम्म जान्छ तबसम्म होल्ड गरौँ न बाइकको लागि चाहिँ कस्तो हुन्छ सर बन्दीपुर अहिले बाइकको लागि अलि रिस्की नै होला बाइकको लागि चाहिँ हजुरको यो राम्रो एरिया चाहिँ यो 760 70 तिर राम्रो एरिया छ के यसलाई अलिकति रिस्क लिएर हजुरले अलिअलि थोरै बाइ गर्दा पनि भयो तर रिस्क म्यानेज चाहिँ गर्नु पर्यो फेरि माबिलोङ माबिलोङले ब्रेकआउट गरेको छ राम्रो
बनाएको छ अब यो जान्छ राम्रै जान्छ जस्तो देखिन्छ ब्रेकआउट गरेछ समता कस्तो होला भन्नुभयो नमस्ते सर म्याम हजुर नमस्ते हजुर समता त्यति अहिले छैन मोमेन्ट छैन बिस्तारै झरिरहेछ यो सपोर्टतिर वाच गर्नु न यो सपोर्ट देखिरहनु भएको छ नि यो सपोर्टतिर एएलआइसिएल सानबी एएलआइसिएल एलआइसिएल पनि यो पनि बिस्तार झरिरहेछ 450-55 तिर हेर्नु होला यसलाई सानभी सानभी अहिले होल्ड गर्नु होला राम्रै गइरहेछ होल्ड स्टेट देखिन्छ होल्डमा एनएलआइसी फर लङ टर्मको लागि ठिकै हुन्छ लङ टर्मको लागि त राम्रै हुन्छ एनएलआइसी एनएमआइसी एनएमआइसीलाई अलि होल्ड गर्नु पर्ला मिड टर्म होल्ड गर्दा ठिकै होला अहिले त एकदमै छैन पुरै साइडवेज छ अलिकति होल्ड गर्दा ठिक होला यसलाई नेक्स्ट आइपिओ छ गर्ने आइपिओ छ भने त के डर भएर आइपिएल त अहिले होल्डै गर्दा हुन्छ आइपिओ त के डर भएर बिएससिएल बिएससिएल मैले अघि नै भनिसकेँ ब्रेकआउट दिएको छ अलिकति अलर्ट हुँदै होल्ड गर्नु होला सिएलआई यहाँ सप्लाई देखिन्छ यहाँबाट मुभमेन्ट आइरहेछ अहिले होल्डै गर्दा ठिक होला यो पनि एसएल बिएसएल भन्नुभयो एसएल बिएसएल यो पनि होल्डै गर्दा ठिक हुन्छ होल्डै गर्नु होला होल्ड एसएलपिसी ठिक छ अहिले एसजेएलआइसी यो पनि लाइफ इन्सुरेन्स होल्डै गर्दा हुन्छ यो पनि हस् ल 10 पनि बज्यो आजलाई यति नै गरौँ होला भोलि फेरि भेटौँला अब भोलि हामी छलफल गरौँला आजलाई यति नै गरौँला सबैजनालाई धन्यवाद दिँदै आजलाई गुड नाइट 10 पनि बज्यो ढिला भइसक्यो अब सुत्नु पर्छ हस् गुड नाइट
भोलि हेरौँला अब बाँकी